हेलो एन्ड नमस्ते एभ्रिवान। आज म तपाईँहरूलाई चाहिँ बिटुमिनियस अथवा टार मेटेरियल्सको चाहिँ डक्टिलिटी चाहिँ कसरी हेरिन्छ ल्याबमा, त्यो प्रोसिड्युर के हो भन्ने बारे बताउन गइरहेको छु। यो एकर्डिङ टु आइएस कोड 1208 1978 अनुसारको चाहिँ टेस्ट प्रोसिड्युर छ। यसमा केही तलमाथि चाहिँ भएको हुन्छ। समग्रमा चाहिँ हामीले हेर्न खोजेको बिटुमिनको डक्टिलिटी टेस्ट कसरी हुन्छ र के हो डक्टिलिटी टेस्ट भन्ने छ। र यो टेस्टको मेन उद्देश्य भनेको चाहिँ बिटुमिनको डक्टिलिटी पत्ता लगाउने नै रहेको छ। द्याट मिन्स के हो भने बिटुमिन स्ट्यान्डर्ड बिर्क्युटी एउटा सेटको स्पेसिफाइड कन्डिसनमा चाहिँ हामीले त्यसलाई स्ट्रेच गर्दै जाँदा, स्पेसिफाइड टेम्परेचरमा स्पेसिफाइड कन्डिसनमा त्यसलाई स्ट्रेच गर्दै जाँदा चाहिँ कति डिस्टेन्स टाढा गएर त्यो ब्रेक हुन्छ, त्यो ब्रेकिङ डिस्टेन्स चाहिँ हामीले हेर्छौँ ल्याबमा। त्यहाँबाट हामीले बिटुमिनको डक्टिलिटी चाहिँ फाइन्ड आउट गर्छौँ। अब त्यो डक्टिलिटी टेस्ट गर्दाखेरि चाहिने एपारेटसको रूपमा चाहिँ हामीले एउटा डक्टिलिटी मेसिन हामीलाई आवश्यक पर्छ। यहाँनिर फिगरमा देखिन्छ यो डक्टिलिटी मेसिन, जसले त्यो स्ट्यान्डर्ड बिर्क्युटीलाई चाहिँ यो ठाउँमा राखिसके पछाडि यसले स्ट्रेच गर्छ, तन्काउँछ। तन्काइसके पछाडि कहाँ पुग्दा त्यो बिटुमिन ब्रेक भएको छ त्यो डिस्टेन्स हामीले यो स्केलमा हेर्न मिल्छ। मैले अलिकति डिटेलमा चाहिँ पछाडि देखाउँछु। त्यस पछाडि डक्टिलिटी मेसिनले चाहिँ के गर्छ भने त्यो बिर्क्युटी भनेको चाहिँ बिटुमिनको स्याम्पल जुन भाँडोमा राखिन्छ त्यो चाहिँ बिर्क्युटी भनिन्छ। त्यसलाई चाहिँ पुल गर्ने काम गर्छ। पुल गर्दाखेरि एउटा युनिफर्म स्पिडमा हामीले पुल गर्छौँ। त्यो चाहिँ मेसिन अनुसार नै डिफ्रेन्ट हुनसक्छ। कोड अनुसार चाहिँ 15 ± 2.5 mm पर मिनटको रूपमा चाहिँ त्यसलाई चाहिँ पुल गर्ने हो। अनि स्ट्यान्डर्ड बाथ हुन्छ हामीसँग, जसले टेम्परेचर चाहिँ मेन्टेन गर्न चाहिँ हेल्प गर्छ। त्यो भनेको 27 डिग्री सेन्टिग्रेडमा चाहिँ हामीले टेम्परेचर मेन्टेन गर्नुपर्ने हुन्छ। त्यसमा चाहिँ सुइटेबल थर्मोमिटरहरू पनि इक्विप गरेको हुन्छ, त्यो मेन्टेन गरेको टेम्परेचर चाहिँ मेन्टेन भएको छ कि छैन भनेर हेर्नलाई। अब यी सबै कुराहरू एउटै मेसिनमा हुन पनि सक्छ, नहुन पनि सक्छ, तर एकदम स्ट्यान्डर्ड तरिकाले गर्ने हो भने सबै कुरा चाहिँ इन्क्लुड हुन चाहिँ जरुरी छ। त्यसै गरी अब मोल्डको हिसाब गर्ने हो भने स्ट्यान्डर्ड बिर्क्युटी मोल्ड हामीलाई आवश्यक पर्छ। आइएस कोड अनुसारको डाइमेन्सन यहाँ देख्न सक्छौँ। यही अनुसारको मोल्डहरू वाटर बाथ भइहाल्यो, थर्मोमिटर भइहाल्यो। अनि त्यस पछाडि स्ट्रेट एज एन्ड नाइफ भनेको छ, त्यो ट्रिमिङको लागि। त्यो बिर्क्युटी त्यो भाँडोबाट चाहिँ बाहिर गएको बिटुमिन छ, उछिट्टिएको छ भने त्यसलाई ट्रिमिङ गरेर मिलाउनको लागि हो। अनि हिटिङ ओभन भन्छ त्यसलाई चाहिँ बिटुमिनलाई सफ्टन गर्नको लागि अथवा पगाल्नको लागि चाहिँ हामीलाई हिटिङ ओभनहरू चाहिन्छ। अब त्यसपछि हामीले स्याम्पल प्रिपरेसन कसरी गर्ने भन्ने कुरामा जाउँ। स्याम्पल प्रिपरेसन गर्दाखेरि पहिला चाहिँ के गर्नु पर्यो भने बिटुमिनलाई चाहिँ हिट गर्नु पर्यो। हिट गरेर बिटुमिनलाई हामीले फ्लुइड बनाउनु पर्यो। फ्लुइड बनाउने बेलामा 90 डिग्री सेन्टिग्रेडभन्दा बढी नहुने गरी हामीले चाहिँ त्यसलाई हिट गर्ने हो। अनि त्यस पछाडि मोल्डलाई चाहिँ एसेम्बल गर्ने। मोल्ड भनेको हाम्रो ब्रास प्लेटसँग चाहिँ त्यसलाई एसेम्बल गर्ने हो। त्यो ब्रास प्लेटमा चाहिँ बिटुमिन त्यहाँ हालिसके पछाडि बिटुमिन नटासियोस् भन्नको लागि पहिला नै हामीले चाहिँ ग्लिसरिन अथवा डेक्स्ट्रिन मिक्सरहरू अथवा नटासियोस् भन्नको लागि एन्टी स्टिकिङ कम्पाउन्ड्सहरू त्यो मोल्डको भित्र पहिला लगाउँछौँ। अनि त्यो अगाडि पगालेको बिटुमिनलाई त्यो मोल्डमा चाहिँ खनाउँछौँ। यहाँ यसरी देखिरहेछ। अनि पावर द मेल्टेड बिटुमिन इन्टु द मोल्ड अन्टिल इट इज फुल हुने बेलासम्म चाहिँ हामीले त्यहाँनिर राख्छौँ। अब हामीले यहाँ चित्रमा पनि क्लियरली देख्न सक्छौँ। यो यसरी हामीले यहाँ प्लेटहरू, यो बिर्क्युटी भनेको चाहिँ यही भाँडोलाई हामीले बिर्क्युटी भनेर भन्छौँ। अनि प्लेस द फिल्ड मोल्ड अन अ ब्रास प्लेटमा राख्ने अनि कुल इट एट अ रुम टेम्परेचर फर 30 to 40 मिनट राख्ने रुम टेम्परेचरमा। त्यसपछि त्यसलाई चाहिँ 27 डिग्रीको वाटर बाथमा चाहिँ राख्ने 30 मिनटको लागि। अनि त्यो भइसके पछाडि अनि बल्ल त्यो साइडमा लागेको यो बिटुमिनहरूलाई चाहिँ निकालेर रिमुभ गरेर त्यहाँबाट लिभिङ द बिर्क्युटी इन द प्लेस भनेको अब त्यहाँबाट बिर्क्युटीलाई हामीले टेस्ट गर्नको लागि चाहिँ अब लिएर जान्छौँ। अब हामीले के बुझ्नु पर्यो हाम्रो यो स्ट्यान्डर्ड यो जुन टेस्ट प्रोसिड्युरको भने बिटुमिनलाई मेन कन्सर्न भनेको बिटुमिनलाई हिट गर्ने, पगालिसकेपछि टेम्परेचर मेन्टेन गरेर हामीले यहाँनिर चाहिँ बिटुमिनलाई फिल गर्ने हो। फिल गरेको बिटुमिनलाई वाटर बाथमा हाल्ने, टेम्परेचरमा 27 डिग्री सेन्टिग्रेड मेन्टेन हुने गरी।
अब त्यस पछाडि के कुरा बुझ्नु पर्यो भने यहाँ यो एपरेटसमा चाहिँ बिटुमिन फिल गरिरहेछौँ। अब यहाँ एट्याच द बिर्क्युटी इन द डक्टिलिटी मेसिनमा एट्याच गर्ने यहाँ देखाइरहेछ। यो डक्टिलिटी मेसिन तल देखाइरहेछ, त्यसलाई हामीले नजिकै एट्याच गरेर राखेको। यो पहिला यहाँ बिटुमिन फिल गरेको बिटुमिनलाई यहाँ राख्ने, अनि त्यस पछाडि विदाउट रिमुभिङ इट फ्रम वाटर भनेको छ, वाटरबाट नहटाइकन भनेर भन्छ। किन भन्दा यहाँनिर पनि वाटर हुन्छ, यो वाटर बाथमै यसलाई लगेर राख्ने हो हैन। यसमा पनि टेम्परेचर मेन्टेन गरिरहेको हुन्छ। अनि मेन्टेन द वाटर बाथ एन्ड मेसिन एट 27 डिग्री सेन्टिग्रेडमा चाहिँ यो वाटर बाथलाई पनि 27 डिग्रीमा मेन्टेन गरिरहेको हुनुपर्छ। अथवा छैन भने पनि हामीले ल्याबमा टेन्टेटिभ काम चलाउनको लागि यो सर्टेन वाटरमा मात्रै हामीले हेर्न सक्छौँ। अनि पुल द 2 इन्ड्स अफ द बिर्क्युटी होरिजेन्टल्ली। अब चाहिँ के हुन्छ भने यो मेसिनलाई हामीले एउटा सर्टेन आरपिएममा रन गर्न मिल्छ। रन गरिसके पछाडि यो पार्ट चाहिँ यता सर्दै जान्छ है। अनि यो सर्दै गइसकेपछि यो त पहिला जोडिएको थियो हो कि हैन, अब सर्दै गइसके पछाडि अब यो स्ट्रेच हुँदै जान्छ है। एउटा युनिफर्म रेट 50 ± 2.5 mm पर मिनेटमा चाहिँ युनिफर्म स्पिडमा यो मुभ हुँदै जान्छ। यता मुभ हुँदै गइसके पछाडि अब तन्किँदै गइसकेपछि एउटा यस्तो स्टेज आउँछ, यो बिटुमिन चाहिँ अब के हुन्छ, ब्रेक हुन्छ, चुट्टिन्छ। त्यो थ्रेड भनेको एउटा सानो धागो जस्तो हुन्छ, त्यो धागो चाहिँ अब ब्रेक हुन्छ। त्यो ब्रेक हुँदा चाहिँ कति डिस्टेन्समा गएर ब्रेक भयो त्यो डिस्टेन्स चाहिँ हामीले के गर्नुपर्छ त, नोट डाउन गर्नुपर्ने हुन्छ। यो स्केल हामीले यहाँ यसरी हेर्न सक्छौँ यहाँनिर है। यो यहाँनिर ब्रेक हुँदाखेरि यहाँ कतिमा पुग्यो त भन्ने कुरा नै हाम्रो चाहिँ डक्टिलिटी भ्यालु हो। अब डक्टिलिटी भनेको के बुझ्नु पर्यो भने डिस्टेन्स इन सिएम एट द पोइन्ट अफ ब्रेकिङ। यो जुन हाम्रो बिटुमिन स्याम्पल कति डिस्टेन्स पर गएर चाहिँ अब यो ब्रेक भयो, त्यो डिस्टेन्स मानौँ यहाँनिर रहेछ भने यो 16मा रहेछ, 16 mm हो यो है। त्यसै गरी यो अब यहाँ त्यसरी नै हामीले डक्टिलिटी भ्यालु निकालिन्छ। अब नर्मल्ली रिपोर्टेड एज द मिन अफ फ्री अब्जर्भेसन भनेको चाहिँ यस्ता 3टा स्याम्पल हामीले यहाँ हालेर त्यो अब्जर्भेसनको एउटा मिन भ्यालुलाई चाहिँ डक्टिलिटी भ्यालु भनेर हामीले भन्न चाहिँ सक्छौँ। अब यो तन्किँदै जाने क्रममा चाहिँ कस्तो हुँदो रहेछ त हेरौँ त, यसरी तन्किँदै गइरहेछ। हेरौँ त त्यो मेसिनले तान्दै गयो, तान्दै जाँदै यसरी टुक्रिन्छ। यहाँनिर पुरै यो चुडिएको भुइँमा खसेको देखिन्छ। भुइँमा खसेको देख्दाखेरि अनि कहाँनिर आयो त यो भन्ने कुरा चाहिँ हामीले यहाँबाट डिस्टेन्स हेर्न सकिन्छ। यति भइसके पछाडि जस्तो पेभिङ ग्रेड बिटुमिन छ भने मिनिमम डक्टिलिटी भ्यालु 75 cm एट 27 डिग्री सेन्टिग्रेड भनेको छ। यो वाटर बाथ 27 डिग्रीमा मेन्टेन छ। 27 डिग्रीमा चाहिँ अब यो हामीले चाहिँ के गरिरहेको हो त, त्यो डक्टाइल भ्यालु हेर्न खोजेको 75 cm मा गएर ब्रेक भएछ। त्यो ब्रेक भइसकेपछि त्यो नै त्यसको के भयो, डक्टिलिटी भ्यालु भयो भनेर हामीले हेर्छौँ है त। अब यति भइसकेपछि हाम्रो थोरै अलिकति यो मार्केटमा पाइने बिटुमिनको कुरा गरौँ। बिटुमिन भनेको भिजी भनेर आउँछ, VG10, VG30, VG40 भनेर आउँछ मार्केटमा। VG10 को मिनिङ के हो भने भिजी भनेको चाहिँ भिस्कोसिटी ग्रेड हो है। त्यो भिस्कोसिटी ग्रेडको आधारमा बिटुमिनको टाइप चाहिँ क्लासिफाई गरेको हुन्छ, त्यो एउटा टाइप हो। त्यो भिस्कोसिटी भनेको चाहिँ रेसिस्टेन्स टु फ्लो हो, त्यसकै आधारमा चाहिँ क्लासिफाई गरेको छ। अब के कुरा बुझ्नु पर्यो भने यो VG10 भनेको 10 ले के रिफर गर्छ भने भिस्कोसिटी लेभल जनाउँछ। त्यो भिस्कोसिटी लेभल भनेको 60 डिग्री सेन्टिग्रेडमा चाहिँ त्यसको लेभल जनाउँछ। VG10 भनेको चाहिँ अहिले यहाँनिर के हो त भने पोइजमा हेर्ने हो भने चाहिँ जस्तो 1000 पोइज भिस्कोसिटी हो जनाउँछ त्यो 10 ले चाहिँ। अथवा के बुझ्नु पर्यो भने जस्तो हाम्रो मार्केटमा चाहिँ VG10, VG20, VG30 भनेर आउँछ भने सानो स्मलर भिजी नम्बर छ। जस्तो VG10 र VG20 भन्दा त VG10 स्मलर हो नि त। स्मलर द भिजी नम्बर, सफ्टवेयर भनेको चाहिँ मोर फ्लुइड हुन्छ क्या त्यो बिटुमिन चाहिँ भनेको सफ्टवेयर हुन्छ। भिजी सानो भयो, VG10 भनेको सफ्टवेयर देन VG40 भनेको 10-20 भनेको सफ्टवेयर ग्रेड भए, अनि 20, 30, 40 भनेको चाहिँ यो हार्डर ग्रेडहरू हुन् है, हार्डेस्टहरू हुन्छन्। जो हायर द भिजी नम्बर, हार्डर भनेको मोर भिस्कस भयो द बिटुमिन भनेर यसरी हामीले बुझ्छौँ। अब कम्पेरिजन हेर्दा VG10 त सफ्टेस्ट भनेर भन्यौँ। अब सफ्टेस्ट ग्रेडको कहाँ युज गर्ने भन्ने कुरा चाहिँ हिल्ली एरियामा, माउन्टेन एरियाहरूमा चाहिँ त्यो सफ्टेस्ट ग्रेडको चाहिँ बिटुमिन हामीले युज गर्न सक्छौँ। यसै गरी VG10 भनेको चाहिँ मिनिमम डक्टिलिटी चाहिँ 100 cm हुनुपर्छ। डक्टिलिटी भनेको चाहिँ त त्यो के भयो त एकदमै पातलो हुँदै गयो नि त, सफ्ट छ, त्यही भएर चाहिँ पातलो हुँदै धेरै टाढा गएर चाहिँ टुक्रियो
त्यही भएर हामी त्यसलाई सफ्टेस्ट भन्यौँ। अब जति जति हार्ड हुँदै आउँछ, अब VG40 भनेको त हार्डेस्ट भयो नि त। हार्डेस्ट भनेको 40 भनेपछि मिनिमम त्यसको डक्टिलिटी भ्यालु नै 40 भयो जम्मा। भनेपछि के भयो त, त्यो त एकदमै डक्टाइल भएर पातलो त हुँदैन नि त, त्यो हार्ड छ। त्यही भएर चाहिँ यो हार्डेस्ट भयो यो VG40 भनेको। त्यसलाई चाहिँ जस्तो इन्डस्ट्रियल एरियामा, एयरपोर्ट एरियामा, अलिकति हेभी लोडेड ठाउँहरूमा होइन, हट क्लाइमेटहरूमा चाहिँ हामीले यो हार्डेस्ट तिरको चाहिँ ग्रेड चाहिँ हामीले चाहिँ के गर्छौँ त, युज गर्छौँ बिटुमिन। यसरी चाहिँ डक्टिलिटी भ्यालुहरू हेरिन्छ र कुन कहाँ युज गर्छ भन्ने कुराहरू मैले तपाईँलाई टेन्टेटिभ देखाएँ। यसकै आधारमा चाहिँ हामीले फर्दर टेस्ट हेर्न सकिन्छ। माइन्डमा के कुरा राख्नु पऱ्यो भने भिस्कोसिटी टेस्ट भनेको चाहिँ बिटुमिनलाई पगालेर यो स्याम्पलमा यहाँ फिल गर्ने, फिल गरिसकेपछि डक्टिलिटी मेसिनमा लगेर यसलाई यसरी एक्सपान्ड गर्ने, एक्सटेन्ड गर्दाखेरि बिटुमिन कहाँ गएर टुक्रियो त्यसको चाहिँ डिस्टेन्स हामीले हेऱ्यौँ भने त्यो नै के हो त, डक्टाइल भ्यालु हो भनेर चाहिँ हामीले भन्न सक्छौँ है त। यसरी चाहिँ बिटुमिनको चाहिँ टेस्ट गर्न सक्छौँ हामीले है त। हजुर, हस्, धन्यवाद।